प्राइस चाहिँ DJI को यति छ। मैले चाहिँ आज चाहिँ DJI माइक 2 चाहिँ किन्यो होइन। अब घर चाहिँ यहाँ माइक हेरेको आमा सब के के धर्नुहोस्। यो चाहिँ हातमा आइसक्यो। यो चाहिँ माइक 2 चाहिँ मैले। हेलो गाइस, नमस्कार सबैजनालाई। आज चाहिँ म धेरै पछि भिडियो बनाएको छु होइन। अनि आज चाहिँ म बसेको ठाउँबाट चाहिँ एउटा तामादेबाट चाहिँ नाम्बा भन्ने ठाउँमा चाहिँ आज यसो DJI को माइक 2 चाहिँ हेरेको थिएँ मैले। अहिले हल्का मेबी अब डिसेम्बर छ नि त, लास्ट महिनाको मेबी अफर चल्यो होला नि, एकचोटि हेर्नु मलाई एउटा माइक पनि चाहिरहेको थियो कि। अनि एउटा यसो भिडियो बनाउनु गयो नि पछि एउटा माइक चाहिँ अलिकति जस आफ्नो भोइस चाहिँ जस राम्रो अपग्रेड गरिदिन्छ कि त्यसले चाहिँ। त्यो चाहिँ मैले चाहिँ लिने विचार चाहिँ पहिले गरेको थिएँ, तर पनि अब त्यस्तै हो, नेपालमै हुँदा लिने गरेको थिएँ। अब यो जापानमा आज हेर्नु पऱ्यो कति छ प्राइस होइन। आज चाहिँ म जान्छु। अनि चाहिँ अब म यहाँ रेडी भइसकेँ। अब ट्रेन चढेर लगभग 6-7वटा स्टेसन उता चाहिँ नाम्बा स्टेसन छ, त्यहाँ चाहिँ आज त्यो बिग क्यामेरा आउटलेटमा चाहिँ हेर्नु पऱ्यो। हेरौँ कस्तो हुन्छ आजको किनाइ। ल हेर्दै जानु होला आज है। आज फेरि पानी पऱ्यो यहाँ जापानमा, यस्तो जाडो मौसममा पनि हेर्नु यहाँ पानी परेर। अहिले चाहिँ म निस्किएर जाँदैछु होइन, जानुपर्ने हुन्छ। चाँडै आएको थियो ड्युटीबाट, अनि त्यही भएर चाहिँ आज हल्का यसो निस्किनु पऱ्यो। DJI को के छ हेरेर आउँछु। आफूलाई चित्त पऱ्यो भने किन्ने हो, चित्त पनि माइक 2 र मिनी चाहिँ हल्का सस्तो छ जस्तो लाग्छ। अब 3 त अहिले भर्खर लन्च भएको, 3 त झन् त्यसै महँगो भइहाल्यो। त्यो हल्का अहिले बजेट छैन, बजेटमा पनि हल्का भर पर्छ। त्यसरी चाहिँ अब हेरौँ आज के हुन्छ, हेर्दै जाउँ। यसो आज नाम्बातिर पनि घुम्नु पऱ्यो। खालि रुम बस्दा वाक्क भइसक्यो एक्लै। हेऱ्यो नि 4वटा भेट्टा। ल हेर्दै जाउँ आज कतिसम्मको रेन्जसम्मको पाइँदो रहेछ त है। अहिले चाहिँ म यहाँ स्टेसनमा छु। यहाँ पछाडि आइसक्यो त ट्रेन। म चाहिँ यो लाइनको ट्रेनमा जाने हो कि तपाईँलाई एकछिन यहाँ बस्नु पऱ्यो। ट्रेन कुर्नु पर्दैछ राजाहरू। जाडो निकै साह्रो भएको हो फेरि जापानमा, बहुत जाडो भएर। यस्तो छ नाम्बाको चाहिँ। अब बिग क्यामेरा चाहिँ कता हो त? अब यस्तो छ नाम्बा। मेबी यो लाइट होला, यो रोडमा होला जस्तो लाग्यो मलाई। अब टक्क लगाएर नाम्बा फेरि लास्टै भिड हुन्छ क्या यहाँ। यो टुरिस्ट एरिया पनि भयो नि त, त्यही भएर यो डिसेम्बरको महिना लास्टमा लाग्यो नि त। अनि त्यही भएर चाहिँ यहाँ चाहिँ के भन्छ अरे सेलहरू लागेको हुन्छ। अनि त्यही भएर चाहिँ लास्टैमा मान्छेहरू न कस्तो बवाल छ क्या यहाँ माथि पनि है। यहाँ पनि छ फेरि PS5 DJI मा। ओसमे पकेटको प्राइस चाहिँ यति छ है यहाँ। DJI को भनेपछि त माइक पनि यहीँ हुनुपर्ने हो त है। क्यामेराहरू भयो 64,000 स्लिमलाई। अनि यो भ्ल्याक तपाईँको 59,000 रे। यो चाहिँ रहेछ नि त बिग क्यामेरा भन्ने। बिग क्यामेरामा हो अरे के भएको चाहिँ। ल प्राइस चाहिँ DJI को यति छ। यो त भाइ मैले खोजेको चाहिँ यिनीहरू बाबालाई छ। यो DJI को सेक्सन रहेछ। यो चाहिँ ड्रिम हो के भन्छ अरे ड्रोन के। प्राइस हेर्नु प्राइस अर्को छ यहाँ फेरि म्याभिक प्रो। यो 2 महिनाको स्यालेरी जान्छ भाइ। यो पनि ठिकै हो। यो चाहिँ यिनीहरू नै हो, तर यो 52,000। यो त 3 हो। यो 2 DJI माइक 2 ट्याक्स फ्री। कुन चाहिँ लिएर जाने होला? यो 26,000 वाला लिएर जानुपर्छ क्या हो।
यहाँ माइक हेरेको आम्मा 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 सब के हो के धर्नु यस्तो कन्फ्युज बनाइदियो केलिम कि आम्मा ड्रोन हेरेँ ड्रोनै छ आइफोन खोजेँ आइफोन छ PS5 खोजेँ PS5 छ जे खोजे पनि कि यो बिग क्यामेरा भन्ने आउटलेटमा त क्यामेरा खोजेँ क्यामेरा गोप्रोदेखि लिएर एक्सन क्यामेरादेखि लिएर 360देखि लिएर आम्मा खोजेँ तबाई भाइ तबाई पर्ला जे परे पर्ला हान्दै म उता आजबाट DJ Mic 2 ब्लग स्लग गर्दा पनि पछि नेपाल जाँदा पनि अहिले किन्ने पैसा भएको बेला किनिराखौँ भनेर क्या मिनी माइकलाई 16,000 थियो तर यो मिनी भन्दा मिनी 2 नै ठिक जस्तो लाग्यो मलाई यो चाहिँ हातमा आइसक्यो यो चाहिँ माइक 2 चाहिँ मैले अब DJ Mic 2 चाहिँ किने होइन यो चाहिँ नेपालमा मलाई लगभग 50-55 हजारै जस्तो लाग्थ्यो कि मैले एकचोटि हेर्दाखेरि नागाङमा हेर्दाखेरि तर यो चाहिँ अहिले यहाँ मैले 37,000 मा पाएँ अझै मैले 34,000 मा पाउँथेँ मैले चाहिँ आज चाहिँ DJ Mic 2 चाहिँ किन्यो होइन अब घर चाहिँ यसको अनबक्सिङ हाल्छु अनि के चाहिँदो रहेछ के अब चाहिन्छ यो चाहिँ हेर्नु पर्ला अब चाहिँ घर जानु चाहिँ म नाममा त मान्छे छ कि यहाँ फेरि अरूको भिडियो गरौँ भने नि के गराइदिउँ होइन भरे फेरि कोही जङ्गिने हो कि किन गराइ भिडियो भनेर होइन त्यस्तै छ यहाँ ठाउँै त्यस्तै छ जापानिजहरू कोही साइकोहरू त्यसै जङ्गिदियो भने अनि यहाँ चाहिँ यो के भन्छ यो बिग क्यामेराको आउटलेटमा चाहिँ तपाईँले जस्तो सामान खोजे पनि छ क्या फेरि होइन सामानहरू चाहिँ जस्तो क्यामेरादेखि लिएर पिसी डेस्कटपदेखि लिएर ल्यापटप PS4 PS5देखि लिएर सबै अहिले चाहिँ म यहाँ ट्रेन स्टेसनमा छु यति ठुलो छ यो नाम्बाको यो नानखाई लाइन यो खोज्दा म हराएर बल्ल पाएँ अब चाहिँ म यहाँ घर जानलाई यहाँ बल्ल यहाँ ट्रेन स्टेसनमा आएको अब कति बेला आउने पनि पुरै एयरपोर्ट जस्तो पूर्ण पर्दैन नि मान्छे पनि यति धेरै हाम्रो बरु यो हाम्रो इन्टरनेसनल एयरपोर्टमा हुनु होला यति धेरै मान्छे त मान्छे त यहाँ त कति हो कति केही छैन अब घर अनबक्सिङ गर्नुपर्छ कस्तो छ आजको के कस्तो हुन्छ रिभ्यूहरू चाहिँ दिनेछु म होइन 2025 मा किन्दाखेरि वर्थित छ कि छैन यो आउन त म 2024 मै आएको क्या 25 मा ऊ आयो के DJI Mic 3 आयो अहिले त्यसको प्राइस त्यसको चाहिँ अहिले न्यू लन्च 57 हो कि कति 54,000 छ तर मैले आज डिस्काउन्ट पाउँदै चाहिँ मैले पासपोर्ट ल्याएको भए मैले पासपोर्ट ल्याउनु मैले के थाहा त अब पासपोर्ट ल्याएको भए डिस्काउन्ट पाउँदो रहेछ पासपोर्ट पनि नल्याएको अनि चाहिएर गाडीले हुन्न भने ल ठिकै छ भनेर अनि लिए लगाइछ DJI Mic 2 हातमा आइसक्यो यसको यो के छ अब होइन अब खोलेर हेर्नु पनि हुन्छ एक्लै छु नभए भिडियो गर्न आउनु हुन्थ्यो अब कसरी लाउनु त है वायरलेस माइक्रोफोन सेन्स अनि मिनी योभन्दा सस्तो थियो फेरि मिनी अलि राम्रो लागेन के अनि अब 3 त झन् किन्नै सकिएन अलि त्यो अलिक प्राइस महँगै छ तर पनि अब यो 2 अब कस्तो हुन्छ हेरौँ लगाइस अब कोही छैन भिडियो गर्नलाई अब फ्रन्ट क्यामेराबाट पनि गरौँ होइन यसलाई चाहिँ चट्ट पारेर खोलौँ अब तरकारी काट्ने चक्कु छ अरू के छ त ल यसको पन्नी सन्नी हटाइयो ल अब यो चाहिँ के छ हेरौँ है ओ ल यो चाहिँ पुरै बक्स चाहिँ दिँदो रहेछ नि त DJI को अनि त्यसपछि गएर खोलौँ के दिन्छ यहाँ ल यो चाहिँ बक्स
यो छ। यहाँ भित्र चाहिँ के देखाएँ, यहाँ भित्र चाहिँ यो बिरालोको त्यो उ जस्तो के त्यो माइक माथि हाल्ने कुरा। अनि यो दुईटा दिँदो रहेछ नि त, दुईटा। अनि त्यसपछि यो चार्जर, अनि त्यसपछि यो चाहिँ अब क्यामेरामा जोड्ने खालको हो, तर क्यामेरा चाहिँ छैन। पछि अब क्यामेरा भयो भने चाहिँ हुन्छ। ल यो चाहिँ अहिले साइड राख्नु बक्सलाई। ए यहाँ प्रेस भन्दो रहेछ नि त, प्रेस टर्न। वाउ के हो यस्तो हेर्दाखेरि बवाल देखियो त। ल यो चाहिँ अब टक्क डिसिआईको दुईटा रिसिभर। अनि यो चाहिँ ट्रान्समिटर हो कि, योबाट चाहिँ अब यो दुईटामा चाहिँ ट्रान्स गर्ने के। अनि यो चाहिँ कसरी निकाल्ने त फेरि, के निक्लिन्न हो। यो चाहिँ अब यो आइफोन युजरको लागि यो भइहाल्यो। अनि यो चाहिँ एन्ड्रोइड युजरको लागि, अथवा अहिले त अब आइफोन पनि यस्तो निस्किरहेको क्या। यो चाहिँ अब 2024को भर्जनको हो नि त। अनि 24मा 25बाट हो क्या त्यो सी टाइपको चाहिँ निस्केको क्या हो। अनि अब चाहिँ यो रिभ्यू हेर्नु पनि होइन, बप्पाले प्रिमियम देखिएछ कि। यो पछिसम्मलाई नै हुन्छ मलाई होइन। अनि यसको फिचर्सहरू चाहिँ अझै खासै मैले पनि हेरेको छैन। अनि यो चाहिँ अब युट्युब पनि हेर्नु मिलिन्छ। यो चाहिँ अब यसरी यहाँ टाँसेर बोल्ने, ट्याक्क लगाएर कता गयो, यसरी रहेछ नि त। कसरी हो रे, यसरी चाहिँ यहाँ गर्दो रहेछ। यसको चाहिँ पछि म रिभ्यू गर्छु होइन, अहिले चाहिँ यति नै हुन्छ। यो भित्र यो दुईटा भइहाल्यो। अनि यो यसको मेन पार्ट पुर्दा यो भइहाल्यो। अनि त्यसपछि यो चार्जर, अनि यो त्यो के भन्छ अरे त्यो माइकमाथि राख्ने के, यो बिरालोको त्यो के भन्छ नि, त्यो जस्तो जोस जस्तो यो दुईटा दिँदो रहेछ यो दुईटामा। अनि यो चाहिँ यसरी गर्दाखेरि पनि भयो। यसलाई चाहिँ कसरी अड्काउँदो रहेछ, यो भित्रै हाल्ने क्या, फिट भयो टक्क लगाएर। ल आजको भिडियो चाहिँ यति नै हुन्छ होइन। अब खासै त्यस्तो केही त छैन मेरो नि। अब बिस्तारै अब भिडियो बनाउनु जानु पऱ्यो। धेरै भयो भिडियो नहालेको नि, नेपालबाट आएपछि खासै भिडियोहरू हालेको छैन नि त। अब चाहिँ बिस्तारै भिडियोहरू चाहिँ हाल्छु। अब हेर्दै जानु होला होइन। आजको भिडियो चाहिँ यति दिन छ, धेरै खासै केही त छैन। त्यही पनि आज अब अर्को पालि अब कुन भिडियो हुन्छ, अब चाहिँ सब्सक्राइब गर्दै गर्नुहोस्, हेर्दै गर्नुहोस्, माया दिइराख्नुहोस् है। यति भन्दा चाहिँ मेरो आजको भिडियो चाहिँ यहीँ बन्द गर्छु। हस्त, धन्यवाद।